नमस्कार। के तपाईँलाई कोरोना पोजिटिभ देखिएको छ? कि तपाईँको वरपर छरछिमेकमा आफन्तीलाई कोरोना पोजिटिभ भएर होम आइसोलेसनमा त बसिरहनु भएको छैन? यदि होम आइसोलेसनमा बसिरहँदा तपाईँहरू कसैलाई सास फेर्न गाह्रो भए के गर्ने त? हो, त्यही कुरालाई एउटा विषय बनाएर जुन समय सान्दर्भिक मलाई यो कुरा चाहिँ तपाईँको माझमा तपाईँले पनि बुझ्नुपर्छ, जो आइसोलेसनमा बसिरहनु भएको छ उहाँले पनि बुझ्नुपर्ने एउटा नितान्त जरुरी आवश्यक कुरा ठानेर मैले यसरी तपाईँको माझमा डाक्टर रविन्द्र पाण्डेले दिनुभएको 16वटा सुझावलाई चाहिँ यस भिडियोबाट प्रस्तुत गर्ने एउटा मैले प्रयास गरेको छु। हो, त्यसले गर्दाखेरि यो भिडियोलाई अन्तिमसम्म हेरेर तपाईँले पनि बुझ्नुहोला र तपाईँको आफन्तीहरू सबैजनालाई सेयर गरेर उहाँहरूको जुन अवस्था छ त्यो अवस्थालाई अझ बढी सिक्योर गर्नको लागि मद्दत गर्नुहोला। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनुहोला। र खास गरी म तपाईँको माझमा एजुकेसनलको सब्जेक्टहरूको बारेमा चाहिँ कन्टेन्टहरू मैले क्रिएट गरेर ल्याइरहेको हुन्छु तपाईँहरूको हेल्प गर्नको निमित्त। तर आज चाहिँ म तपाईँको माझमा यो कुरा चाहिँ नितान्त आवश्यक भएको कारणले गर्दाखेरि हैन, जुन समय सान्दर्भिक हामी धेरै जसो भनौँ न नेपालको अधिकांश जुन कोरोना पोजिटिभ भएका व्यक्तिहरू चाहिँ होम आइसोलेसनमा नै बसिरहेको छौँ हैन। धेरै समस्याहरू आइपर्छन्। त्यस कारणले गर्दाखेरि एउटा समस्या सास फेर्न गाह्रो हुनु पनि एकदमै ठुलो समस्या हो। त्यस कारणले गर्दाखेरि मैले यस भिडियोमा तपाईँलाई भिडियो बनाएर तपाईँको माझमा पुर्याउँदा चाहिँ केही हेल्प हुन सक्छ कि भन्ने एउटा उद्देश्यले चाहिँ मैले यो भिडियो बनाएको हो। ओके, भिडियो ढिला नगरी सुरु गरौँ र यी 16वटा सुझावहरूलाई म क्रमबद्ध तपाईँको माझमा पढेर प्रस्तुत गर्नेछु। कृपया ध्यान दिएर सुन्नुहोला। नम्बर 1, थर्मोमिटरबाट तापक्रम नापिरहनुहोला। 98-99 फरेनहाइटसम्म व्यक्तिको अनुसार नर्मल तापक्रम हो। 100 भन्दा माथि पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा वा टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ। नम्बर 2, पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि 94 भन्दा तल गयो भने घोप्टु परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन पनि भनिन्छ। पेटमा 2वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलीगाठानिर चाहिँ एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमतालाई बढाउँछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भन्न सकिन्छ। नम्बर 3, भिटामिन सी 2 पटक, जिङ्क 2 पटक र भिटामिन डी हप्ताको 1 पटक खानुहोला। आवश्यक अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट पनि खान सकिन्छ। यहाँ भिटामिन सी 2 पटक भन्नाले दिनको 2 पटक, जिङ्क पनि दिनको 2 पटक, तर भिटामिन डी चाहिँ हप्ताको 1 पटक खानु पर्दछ। नम्बर 4, अक्सिजनको मात्रा 94 भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला। यो नयाँ भेरिएन्टले अचानक कोभिड न्युमोनिया गराउँछ। तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला। छातीको एक्सरे वा सिटी स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि 1 एन्टिभाइरल र एन्टिबायोटिक 0 खानुपर्ने हुन्छ। कोभिड न्युमोनिया भएमा अस्पतालमा भर्ना हुनुपर्छ। नम्बर 5, जाँच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन। चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र न्युमोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार होइन। धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ। त्यसले गर्दाखेरि घरमै जाँच नगरी अक्सिजन दिएर चाहिँ नबस्नुहोला। नम्बर 6, एक रातमै अवस्था क्रिटिकल हुन सक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु भन्दै नबस्नुहोला। अस्पताल प्याक भए पनि त्यहाँ तपाईँले कुनै न कुनै उपचार पाउन सक्नुहुन्छ। त्यसले गर्दाखेरि अस्पताल जानु आवश्यक छ। नम्बर 7, अप्रमाणित औषधि सेवन गरेर वा अन्य सङ्क्रमितलाई निको भएको औषधि खाएर समय एवं स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ। नम्बर 8, मरिच, बेसार, अदुवा, ज्वानो, दालचिनी, तुलसी
गुर्जो, जेठी मधु, पिपला, कागतीको रस राखेर चिया पटक पटक खानुहोला। नम्बर 9, घरमा एकजना सङ्क्रमित भएमा सबैको परीक्षण गराउनुहोला। यस पटकको प्रजाति निकै सङ्क्रमण छ। नम्बर 10, घरको खानाको अतिरिक्त फलफुल, दुध, गेडागुडी, अन्डा, सुप आदि प्रशस्त खानुहोला। नम्बर 11, पानीको बाफ लिँदा आराम हुन्छ, त्यसले गर्दाखेरि तातो पानीको बाफ पनि लिने गर्नुहोला। रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थहरू वा कोल्ड ड्रिङ्क्सहरू चाहिँ सेवन गर्नुहुन्छ भने यस्ता कुराहरू पनि सेवन नगरिदिनुहोला। नम्बर 13, बिहान वा साँझ हल्का व्यायाम, पर्याप्त मात्रामा निन्द्रा तथा बिहान घाम ताप्ने गर्नुहोला। नम्बर 14, आफ्नो मानसिक अवस्थालाई शुद्ध एवं सबल राख्नुहोला। कोभिड-19 कोरोना पोजिटिभ भयो भन्नेमा नहातिनुहोला। नम्बर 15, दिनमा 1 र 2 पटक मात्र समाचार हेर्नुहोला। सामाजिक सञ्जाल त हेर्दै नहेर्नुहोला, किनभने अनधिकृत समाचारले तपाईँको तनाव बढाउन सक्छ। र लास्ट नम्बर 16मा, गाह्रो भएमा 102 नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला। धन्यवाद। र तपाईँ +2 लेभलको स्टुडेन्ट हुनुहुन्छ भने हामीसँग जोडिनको लागि सब्सक्राइब गरेर चाहिँ हामीसँग जोडिनुहोला। र धेरै भिडियोहरू मैले तपाईँको एजुकेसनलाई ग्रो गर्ने खालको भिडियोहरू, सोल्युसनहरू मैले अलरेडी धेरै भिडियो बनाएर राखिसकेको छु र आगामी दिनहरूमा पनि म तपाईँको माझमा तपाईँलाई हेल्पफुल हुने भिडियोहरू ल्याइराख्नेछु। त्यसले गर्दाखेरि सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला हैन। केही न केही तपाईँले अवश्य पनि मेरो भिडियोबाट सिकेर जानु हुने नै छ। त्यो सबै मैले तपाईँहरूको लागि नै बनाएको हो। त्यसले गर्दाखेरि हामीसँग जोडिन नबिर्सिनुहोला। र जति पनि हामीसँग जोडिनु भएको छ सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र राम्रोसँग बस्नुहोस् है, आफूले अपनाउनु पर्ने हैन ती कुराहरू, स्वास्थ्यका मापदण्डहरूलाई चाहिँ राम्रोसँग आफूले सचेत भएर चाहिँ पालना गर्नुहोला है। स्टे सेफ। थ्याङ्क यू सो मच।